गर्नेछ। परिवर्तनको सुरुवात हामीबाटै हुन्छ र त्यो पहिलो जिम्मा चाहिँ गृह मन्त्रालयले लिन्छ। देयर विल बी नो टलरेन्स टु करप्सन, जिरो टलरेन्स। त्यसमा कसैलाई छुट छैन, कसैलाई छुट हुनु पनि हुँदैन। कसैले पनि तपाईँलाई कुनै तरिकाको घुस माग्छ भने प्रहरीका भन्नु होला, हामी त्यही अनुसारमा प्लानिङ बनाउँछौँ, त्यही अनुसारमा कार्यविधि बनाउँछौँ र यो कम्युनिकेसनको च्यानल फास्ट हुने प्रविधि हामी तयार गर्छौँ। भ्रष्टाचारको चरम सीमा नागेको कारणले हामीले अहिले यो परिस्थिति भोग्नु परेको जस्तो लाग्छ, मलाई चाहिँ मेरो विचारमा लाग्छ। र सर्भिस डेलिभरी 1 नम्बर कोठा, 2 नम्बर कोठा, 3 नम्बर कोठा, क ख ग गर्दै नपढेको मान्छेलाई नि त पढाउने हाम्रो विभागहरू, कार्यालयहरू। यसरी गरेर तपाईँको हरेक कर्मचारीसँग अब कतिजनाको नियत राम्रो भयो त ठिकै छ, तर नियत नराम्रो भएको खण्डमा चाहिँ भ्रष्टाचारको सुरुवात यहाँबाट हुने भनेर हामीले पत्ता लगाएको छ।